हामीलाई लागेको थियो कि यति टाढासम्म आइपुगेपछि त अब फर्किँदाखेरि त यो झरनामा नुहाएरै जानुपर्छ है भनेर। त्यहाँ भेटिनु भएको एउटा आन्टीले चाहिँ कहाँ यो पानीमा नुहाउने हो, आँखा र नाकमा जुकाहरू पस्न सक्छ, के गर्छौ अनि भनेर भन्नुभयो है यहाँ भन्नुभयो। त्यसपछि त हामी त डुबै क्यान्सल भयो हाम्रो त। यति भन्दा भन्दै पनि के नुहाउनु फेरि होइन, हामीलाई नै गाह्रो हुन्छ। लास्टमा त हात खुट्टा मात्रै चिसो पानीले पखालेर भए पनि चित्त त बुझायौँ। अनि फेरि त्यसपछि सबै ओह्रालो थियो नि त झरनातिरको हुँदै अब हामी फेरि ओह्रालोतिर झर्नु सुरु गऱ्यौँ। पाएन होइन, तर त्यहाँ चाहिँ एकदमै चिसो पानी आएको थियो नि त। अनि त्यसपछि हात खुट्टा पखालेर भए पनि चित्त चाहिँ बुझायौँ। पछि फेरि जुका नलाग्ने टाइममा जाँदाखेरि चाहिँ नुहाएर आउनुपर्छ है भनेर सल्लाह गरेर चाहिँ हामी चाहिँ त्यहाँबाट ओह्रालो झर्नु सुरु गऱ्यौँ साथीहरू। तपाईँहरू पनि यो टाइममा जानुभएको छ भने चाहिँ ननुहाउनु होला। आँखातिर, कानतिर, नाकतिर जुका पस्न सक्छ अरे। त्यस्तो भयो भने त गाह्रो हुन्छ नि त। त्यही भएर अरू मौसममा जाँदाखेरि चाहिँ नुहाउनु मिल्छ अरे, यो मौसममा चाहिँ नुहाउनु मिल्दैन अरे। त्यो आन्टीले भन्नुभएको हामीले पनि होला नि त भनेर पत्यायौँ। हजुरहरूले पनि पत्याउनु होला, नत्र आफैलाई गाह्रो हुन्छ फेरि।